कलर ड्रेस लगाइयो हैन सो केटाकेटी हो कलर आयो हैन पोसाको प्रोग्राममा सो यस्तै हो कलर आयो हैन खबर त्यो कलर त्यहाँदेखि भित्र छिर्ने हो यो राष्ट्रिय गान बजाएर हामी देशलाई सम्झन्छौँ र राष्ट्रिय गानमा सहित पहिलो कृतिमा सम्पूर्णलाई हार्दिक म सानो सम्मान कार्यक्रमलाई जोड्न चाहन्छु यो कार्यक्रम रस गुरुङज्यूलाई उहाँहरू के दुईजनालाई यो केटाले सम्मान गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु अतिथिज्यूहरू बबिता गुरुङ धन्यवाद संचालकज्यू सम्पूर्णलाई नमस्कार र छ्याजलो कलाकारको काम गर्ने बोल्न पाइँदैन हैन दिँदै गाउने हो अब सबै कुरा हतारभरि भयो मेरो रोल अगाडि राख्नु र जति पनि यहाँ आउनु भएको छ उपस्थित हुनु भएको छ विभिन्न संस्थाबाट जहाँ जहाँबाट आउनु भएको छ सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार लोकदोरी गायिका बबिता गुरुङको तर्फबाट र जति पनि
पनि यहाँहरूसँग भेट्ने माहौल बनाइदिनु भएको। फादरले यो गुरुङहरूको मौलिक पोसाक भाङ्रा लगाएर सम्मान गरिदिनुको निम्ति म तमु गुरुङ समाज कतारका संस्था महासङ्घ आबद्ध सङ्घ संस्थाबाट भर्खर मात्र स्टेजमा यो लाम लगाएर आउनु भएको छ। सम्पूर्णलाई तमुहरूको यो महान पर्व सप्रिलो लोसारमा आज यो स्टेजमा स्वागत गर्न चाहन्छु। नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध रहेका सम्पूर्ण मातृ संस्थाहरूको एकमुष्ट रूपमा आजको यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल हुनु गर्नको निम्ति त्यसैगरी नेवापुज कतारका अध्यक्ष जमुना श्रेष्ठज्यू, त्यसैगरी धानुक सेवा समाज कतारका सचिव हाम्रो तेजिला तमु गुरुङ समाजका दिदीबहिनी दिदीबहिनीहरू विशेष गरी हाम्रो महासङ्घबाट कसरी ल्याएको छ यो आदिवासी जनजाति महासङ्घका सल्लाहकार पनि हुनुहुन्छ। भर्खर मात्र आउनुभएको छ। सफल व्यवसायी तथा समाजसेवी राज गुरुङज्यूलाई पनि मैले उद्घोष गरेँ अतिथि आसनको निम्ति। त्यसै गरी सुषमा गुरुङ, आर्यन गुरुङ सबैलाई स्टेजबाट सम्झन चाहे।
कामकाज भने केही गर्दैन, पैसा मात्रै थुत्ने बानी पनि कति नराम्रो गाँठे ओछ्यानैमा ठोक्ने ठोक्ने। ए रैया मोतीलाई भन्देऊ के गरौँ मेरो थोतीलाई। यो मेरो घरको बिलौना पोखेको है। तपाईहरूको देउता कता, मेरो देउताहरू त जता तता। तपाईहरूको देउता कता, मेरो देवताहरू त जता तता। मेरो कर्मले भन्छ काम। नमस्ते छाजलो, मेरो नाम रोजिना गुरुङ। मसँग डान्स कम्पिटिसन गर्न आउनु भयो हो? हो नि, डान्स कम्पिटिसन गर्न आएको नि। जित्यो भने के गर्नुहुन्छ, हार्यो भने के गर्नुहुन्छ? खै अब त्यो त थाहा भएन। मारिगयो नि मारिगयो, फेरि यहाँ झटार हान्ने त छैन नि कोही? छैन छैन छैन। ल जा ढुक्क। ल ठिक छ, कता हो भाँडो बजाउने ठाउँ? ए भाँडो बजाउने ठाउँ त्यो हो भाँडो, त्यो शेयर कमेडी कता गयो? हो त्यो भाँडो चाहिँ अच्छा तरिकाले बजाउनु पर्छ। कता जानुभयो हाम्रो के अरे धन सोल्टीज्यू?
अब त मै भनिदिन्छु बुझ्नु नि अब अलरेडी सुने त्यसका मान्छे एउटा उहाँले त म्याजिक सक्सेस गर्नु उहाँले त म्याजिक सक्सेस गर्नुभएको त अब उहाँको अब यही बसिरहनु खोज्छ नि जान पाइँदैन आज म उहाँलाई चाहिँ पृथ्वी नारायण शाह बुझ्नुभयो ल यो कैची यता हात यस्तो गर्नुहोस् धेरै धेरै धन्यवाद म एउटा क्वेसन सोध्छु हजुरको बुढी छ ढाक्न पाइँदैन नि फेरि गर्लफ्रेन्ड छ कि छैन कसैलाई पत्ता लगाउने मेसी बुढी कतिवटा छ यसरी यस्तो मजाले राख्नुहोस् है यो मजाले दिइराख्नुहोस् है केही गर्न पाइँदैन एउटा फसे बुढी कतिवटा छ अरे बुढी कतिवटा छ बुढी एउटा बुढी दुईटा छ अब यो कुन फेरि यता चटारमा हजुरले पनि मेरो बहिनी र मेरो दाइ ए ठिक छ रमाइलो भाइ बहिनी दाइ बहिनी एकदम खुसी लाग्छ मलाई यो कुन कलर गुड हरियो सागपात हरियो सागपात खानुहुन्छ यो कुन कलर स्याबास हो नि त यो कुन कलर यो कुन रातो त्यसको नाम भाले त्यसको नाम पोथी है भाले पोथी अब यो दुईटा है अनि मैले म्याजिक मैले गर्दैन यत्रो अडियन्सहरुले म्याजिक गर्नुहुन्छ मसँग यो निलो छ है स्याबास हाँस्दै लगाए म्याजिक मैले हजुरहरूले गर्नुपर्छ म म्याजिक 1 2 3 भन्छु
त्यो म्याजिक स्टार सबैजना आवाज एउटै आवाजमा 1 2 3 भन्नुपर्छ त्यो 3 काउन्टमा तपाईले यो मलाई सुन्नु अब म्याजिक मैले उहाँले गर्नुहुन्छ त्यो समयमा तपाईले यस्तो राम्रो तपाईको बुढीलाई एउटा गिफ्ट दिनु है म म्याजिक स्टार भन्छ तपाईले 1 2 3 भन्नु होला है त त्यो समयमा दुईटा रुमा यस्तै माथि लाग्नुपर्छ है रेडी हुन्छ भन्नु म्याजिक गर्नु यस्तो गर्नु त्यहाँबाट यहाँ ठिक सानो भन्नुहोस्